आजकल एउटा निकै चासोको विषय चलिरहेको छ। त्यो भनेको नर्भिक इन्टरनेसनल अस्पतालले आइपिओ ल्याउने तयारी गरिरहेको भन्ने कुरा हो। मैले पनि धेरै ठाउँमा यो कुरा सुनेको छु। विशेष गरी बुक बिल्डिङ विधिबाट करिब 55,000 किता सेयर निकाल्ने योजना रहेको भनेर चर्चा भइरहेको छ। अब यो कुरा सुन्दा एकदमै आकर्षक लाग्छ, किनकि स्वास्थ्य सेवा क्षेत्रबाट आउने आइपिओ नेपालमा त्यति धेरै छैनन्। त्यसैले धेरै लगानीकर्ताहरू यसलाई नयाँ अवसरको रूपमा हेर्दैछन्। तर यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, यस्तो कुनै पनि जानकारी आधिकारिक रूपमा पुष्टि नभएसम्म हामीले पूर्ण रूपमा विश्वास गर्नु हुँदैन। हल्लाको भरमा लगानी गर्ने बानी नेपालमा धेरै परेको छ, तर यसले धेरैलाई नोक्सान पनि गरिरहेको छ। नेपालमा आइपिओ ल्याउने प्रक्रिया त्यति सजिलो छैन। कुनै पनि कम्पनीले आइपिओ ल्याउनु अघि धेरै कुराहरू स्पष्ट गर्नुपर्छ, जस्तै आफ्नो वित्तीय अवस्था कस्तो छ, कति नाफा भइरहेको छ वा घाटा छ, कम्पनीसँग कति सम्पत्ति छ र कति ऋण छ, अनि भविष्यमा के गर्ने योजना छ भन्ने सबै कुरा खुलाएर देखाउनुपर्छ। यी सबै कुरा हेरेर मात्र सेबनले अनुमति दिन्छ। सेबन भनेको सेक्युरिटिज बोर्ड अफ नेपाल हो, जसले पुँजी बजारलाई नियमन गर्छ। यसले कम्पनीको पारदर्शिता, वित्तीय स्वास्थ्य र लगानीकर्ताको सुरक्षा सबै कुरा ध्यानमा राख्छ। अब बुक बिल्डिङ विधि के हो भन्ने कुरा पनि बुझ्नुपर्छ। यो परम्परागत आइपिओ जस्तो होइन, जहाँ एउटा निश्चित मूल्य तोकिएको हुन्छ। यसमा के हुन्छ भने, ठुलो संस्थागत लगानीकर्ताहरूले एउटा मूल्य दायराभित्र बसेर आफूले कति मूल्यमा सेयर किन्न चाहन्छन् भनेर बोलकबल गर्छन्। त्यसपछि त्यही आधारमा अन्तिम मूल्य निर्धारण हुन्छ, जसलाई कट अफ प्राइस भनिन्छ। त्यसपछि साधारण लगानीकर्ताहरूले पनि त्यही मूल्यमा सेयरका लागि आवेदन दिनुपर्छ। यसले बजारको वास्तविक माग कति छ भन्ने देखाउँछ, तर कहिलेकाहीँ मूल्य अलि महँगो पनि हुन सक्छ। यदि नर्भिक अस्पतालले वास्तवमै आइपिओ ल्याउने भने यो नेपालको पुँजी बजारका लागि ठुलो कुरा हुन सक्छ। अहिले नेप्सेमा स्वास्थ्य क्षेत्रको कम्पनीहरू निकै कम छन्, त्यसैले यस्तो आइपिओले बजारमा नयाँ सेक्टर थप्ने काम गर्छ। नर्भिक आफैमा एउटा चिनिएको निजी अस्पताल हो, जसले लामो समयदेखि सेवा दिँदै आएको छ। धेरैले यसलाई गुणस्तरीय सेवा दिने अस्पतालको रूपमा चिन्छन्। त्यसैले यस्तो कम्पनीमा लगानी गर्ने अवसर पाउनु केही हदसम्म सुरक्षित पनि मान्न सकिन्छ, किनकि स्वास्थ्य सेवा क्षेत्रका माग सधैँ रहिरहन्छ। तर सबै कुरा सकारात्मक मात्र हुँदैन। स्वास्थ्य क्षेत्र भए पनि यसमा धेरै चुनौतीहरू हुन्छन्, जस्तै अस्पताल चलाउन धेरै खर्च लाग्छ, नयाँ उपकरण ल्याउन ठुलो लगानी गर्नुपर्छ, दक्ष जनशक्ति राख्नुपर्छ। त्यसमाथि कहिलेकाहीँ सरकारले पनि नियम कडा बनाउन सक्छ। विशेष गरी अस्पतालहरूले लिने शुल्कका विषयमा यदि सरकारले मूल्य नियन्त्रण गरियो भने कम्पनीको नाफामा असर पर्न सक्छ। बुक बिल्डिङ आइपिओमा अर्को कुरो के ध्यान दिनुपर्ने हुन्छ भने, हामी जस्ता साना लगानीकर्ताहरूले प्राय अन्तिम मूल्यमै सेयर किन्नुपर्छ, जुन मूल्य ठुला लगानीकर्ताहरूले तय गरेका हुन्छन्। त्यसैले त्यो मूल्य सस्तो छ कि महँगो छ भनेर आफैले पनि विश्लेषण गर्नुपर्छ। कम्पनीको रिपोर्ट हुनुपर्छ, नाफा कस्तो छ, ऋण कति छ, नगद प्रवाह कस्तो छ, व्यवस्थापन कस्तो छ भन्ने सबै कुरा बुझ्नुपर्छ। अन्त्यमा म के भन्न चाहन्छु भने, नर्भिक अस्पतालको आइपिओको कुरा अहिले चर्चामा भए पनि आधिकारिक घोषणा नभएसम्म पर्खिनु नै राम्रो हुन्छ। जब कम्पनीले प्रोस्पेक्ट निकाल्छ र सेबनबाट स्वीकृति पाउँछ, तब मात्र स्पष्ट जानकारी आउँछ। त्यसपछि मात्र लगानी गर्ने कि नगर्ने निर्णय लिनु राम्रो हुन्छ। हतारमा निर्णय गर्नुभन्दा अलि समय लिएर बुझेर लगानी गर्नु नै सबैभन्दा राम्रो तरिका हो, किनकि अन्त हाम्रो पैसा हो र जोखिम पनि हाम्रै नै हुन्छ।